ल भाइ आज 2 शब्द यहाँ मेरो भिडियोमा है। नमस्कार हजुर सबैजनालाई। आज हामी यो के पार्क हो, पार्कको नाम बिर्सिहाल्यो फेरि। स्पेन्सर पार्क आएको छौँ है। हामी चाहिँ आज नयाँ नयाँ बाबाक्यू खाँदैछौँ। आज कसको यो पार्टी खासै मलाई थाहा छैन नाउँसँग, विशेष कुरो तर आफूले त फेरि फ्रीमा पाएको फेरि खाइयो है। मासु चाहिँ बेसी के मासु खानुभयो भाइ? के हजुर, एउटा पोर्क हजुर, पोर्कको चिकनको खाइयो हजुर। पेट डम्म भएर यहाँ बसेँ। अनि भाइ न्युजिल्यान्ड कस्तो लागिरहेछ? एकदम रमाइलो हजुर, रमाइलो लागिरहेछ कि अरे। नेपाल त फर्केर जुन जस्तो लागेको छैन, बेला बेला लाग्छ हजुर। भयो ल, थ्याङ्क यू, धन्यवाद भाइ। फेरि क्यामेरामा त उ गर्नु भएको नि हजुर, फेरि लास्टमा त क्यामेरामा त गरिरहनु भएको, भिडियो नदिनु भयो। अनि कान्छी सालले भाइ सानी साललाई चाहिँ भाइ आइपुग्दा कस्तो अनुभव भइरहेछ? मलाई त खुसी लाग्छ नि, बुढीलाई खुसी नआएर कसलाई हुने होइन है। ऊ चाहिँ ऊ मेरो श्रीमती बुढी। उहाँ चाहिँ को अरे भाइ? भाइको उहाँ चाहिँ को अरे? ऊ मेरो बुढी। बुढी हो हजुर। उहाँ चाहिँ मेरो बुढा। मेरो कान्छो साललाई पनि सोध्नु पर्यो अब 2 शब्द आजको विशेष कुरो चाहिँ। 2 शब्द विशेष कुरो त खै मलाई केही पार्टी भन्यो, इन्भिटेसन आएको थियो, त्यही हो भएन। बाबाक्यू पार्टी रहेछ, सरप्राइज चाहिँ। ल भाइ धन्यवाद। बहिनीलाई पनि 2 शब्द आजको हाम्रो अन्जु बहिनी। खोइ कसको पार्टी हो? पार्टी त होइन, यो भेला भएर खाने, मासु पकाउने, त्यही नै हो। रमाइलो छ, चिसो छ। बहिनीलाई मास्क लगाएर हजुर नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो पार्टी भएर छ। अब जाडो छ, भित्र कोट लाउनु नभएको, बाहिरी कोट लगायो बस। अब भित्र कोट छैन हाम्रो त। थ्याङ्क यू बहिनी। यहाँ आफ्नो स्विट हार्टलाई पनि सोध्नु पर्यो 2 शब्द। म त मासु आइरहेको छु। कान्छी बहिनीको बर्थडे आउँदै, बर्थडे अरे। अनि कान्छा ज्वाइँको 2 जनाको तर्फबाट बाबाक्यू पार्टी आज। हामी फ्यामिली मात्र भेला भएर जस्ट इन्जोय गरेको है। थ्याङ्क यू। विशेष मान्छे आजको कान्छी सालीको बर्थडे अरे, उहाँको मेरो बर्थडे आफ्नै कान्छी साली भएकोले गर्दा अब 2 शब्द। ल मेरो कान्छी सालीलाई पहिलो चाहिँ अब म ह्याप्पी बर्थडे भन्छु, त्यसपछि अब यहाँ 2 शब्द के भन्नु। अब लाइक सब्सक्राइब गर्नु होला बेनाजुको युट्युब च्यानलमा। नबिर्सिकन, बिर्सिनु भयो भने पनि लाइक सब्सक्राइब सबै गरिदिनु होला। 2 शब्द यहाँ अनि भेनाको अनि युट्युब च्यानल चाहिँ के भनेर खोल्दा चाहिँ आउँछ त त्यसो? खोइ त्यो त मलाई थाहा छैन त। लाइक आई थिङ्क आई डोन्ट नो। खोइ भदानीलाई पनि सोध।